हेलो साथीहरू, गुड आफ्टरनुन है हजुरहरू सबैजनालाई। हजुरहरू काममा जानुभयो होला है, खाजा खाएर अब भन्दा पनि लाग्ने बेला भयो काममा होइन साथीहरू हजुरको। म चाहिँ आज जानु पाइनँ साथीहरू काममा होइन, किनभने पानी आइरहेको थियो, साइडमा सामान पनि आएन अरे, त्यसले गर्दा जानु पाएन साथीहरू। अहिले पनि पानी आइरहेको छ हल्का फुल्का होइन। अनि घरमा बसेर म चाहिँ के गर्ने भनेर चाहिँ बल्छी खेल्नु खोलाको छैन, माछा पर्नु छैन। चारो खिलाउँदा खिलाउँदा हो माछालाई हो, माथि बरु झर्ना बरु कति दामी छ है। खोला आएको अब छैन, हरेस लागेर चाहिँ घर फर्किन आँटेको साथी। आज यही हो, खोला घुम्यो हिँड्यो है, माछा भन्ने पर्नु छैन। नजानेको हो कि माछा नभएको हो कि खोलामा है, त्यसो साथीहरू हरेसको लाग्यो म त। एउटा माछा परेको छ होइन, त्यो पनि खोलामा छोडिदिन्छ अब आउने रहेछ। बसेको बेला चाहिँ आज माछा खाइदिउँ भनेको छैन नि। खोला पनि बढ्ने सम्भावना हुँदैछ साथीहरू। त्यसै साथी हो, त्यही पिलारी छुनु मैले यस्तो यहाँ आइस चिल छ अन्त। ल साथीहरू हजुरहरू सबैजनालाई फेरि पनि गुड आफ्टरनुन भन्दै अहिले एकछिन भन्नु चाहेँ साथी, अब चाहिँ लाग्दिने हो घर। बल्छी रित्तो छ बल्छी। हस् धन्यवाद साथीहरू।